उहाँहरू पोर्चुगल छोडेर आउन नसक्ने भारतमा भएको नेपाली दूतावास र पोर्चुगलको दूतावासको छाप लाउनु पर्ने। केही मान्छेले के भनेछन् भने हामी छाप गरेर ल्याइदिन्छौँ, यति पैसा दिनु भनेछन्। उहाँले पैसा दिनुभयो, नक्कली छाप पोर्चुगलले कसरी लगाए के भने सबै सबमिट गरेछन्। अनि त्यो नक्कली भन्ने थाहा पाएपछि पोर्चुगलले यो चाहिँ नक्कली कागज सबमिट गरेको कारणले तिमीहरूलाई देश निकाला गरिन्छ भने नोटिस पठाउँ। म मन्त्रालयमा बहाल हुँदै गर्दा पछिल्लो समय हामीले त्यहाँ म आफै पहिलो हप्ता नै परराष्ट्र मन्त्री त्यहाँको परराष्ट्र मन्त्रीसँग कुरा गरेर यो गैर कानुनी हो भन्ने मलाई थाहा छ हजुर, तर मानवीयता मैले तपाईँलाई अब कानुनी रूपमा मैले भने कसैले चाहिँ नक्कली छाप लगाएको कागज सरकारलाई प्रस्तुत गर्नु भनेको कुनै पनि दृष्टिकोणबाट त्यो कानुनी भएन। तर विचाराहरू पनि ठगिए, नेपालीहरूसित सिधा हुन्छ, सोझो हुनुहुन्छ, काम गर्ने विचारले त्यहाँ हुनुहुन्छ। कृपया ह्युम्यानिटेरियन ग्राउन्डमा मानवीयताको आधारमा हेरिदिनु पर्यो। यो कानुनी हिसाबमा हेर्दा त अब मैले यही कुरा हाम्रो एकजना कानुन र मान्यज्यूलाई एक्सप्लेन गरेको, ओहो उहाँलाई त नेपालले ल्याएर कारवाही गर्नुपर्ने थियो कि नेपाल राज्यको छाप दुरुपयोग भयो त्यहाँ भन्नेसम्म भन्नुभएको। त्यो प्राविधिक रूपमा कहिले कहिले त्यस्तो हुन्छ, तर हामीले विदेशमा सम्बन्धहरू विस्तार गर्दा कहिले कहिले त्यो प्राविधिक रूपमा कानुनी रूपमा मात्रै होइन मानवीय दृष्टिकोणबाट पनि गरिराखेका छौँ। र त्यसको कारणले गर्दाखेरि अनि पछिल्लो समय मलाई आएको सूचनाले उहाँहरूको समस्या समाधान हुँदैछ अरे। अब औपचारिक रूपमा गर्नु मिल्दैन, अनौपचारिक रूपमा त्यस्तो समस्याहरू समाधान गर्दैछौँ। मिडल इस्टमा त्यही हो, इरानमा 12-15 जना नेपालीहरू हुनुहुन्छ। केही नेपालीहरू हामी सुरक्षित छौँ, आउँदैन पर्दैन भनिरहनु भएको छ। युद्धभन्दा पहिला नै अङ्ग्रेज राज समातिनु भएको थियो, उहाँ समातिसकेपछि प्रक्रियामा हुनुहुन्छ। हामी एकदमै निरन्तर, हाम्रो आफ्नै दूतावास छैन, हामी अन्य दूतावास अरू छिमेकी मित्र राष्ट्रहरूसँग र कहिले कहिले अप्रत्यक्ष रूपमा भएका संवादहरूबाट ल्याएको प्रक्रियामा हामी गइरहेका छौँ। हाम्रो आशा के छ भने त्यो केही समयपछि त्यो प्रक्रियागत झन्झटहरू टुङ्गिएपछि किनभने त्यो कानुन अध्ययन गरेको अदालतले गर्दै गरेको विषयहरूमा पनि काम कारवाही भइरहेका छ। अहिले त्यो विदेशका विषयहरू यस्तो हुन्छ कि अस्ति दुबईले 128 जना जेलमा भएका 128 जना नेपालीहरूलाई रिहा गर्ने आदेश दियो। आज कसैले गर्दा हामीले त्यसलाई 128 दुबई युएई सरकारलाई धन्यवाद भनेर 128 जना नेपालीहरूलाई रिहाई गर्नलाई छोडिदिनको लागि गरेको सत् प्रयासलाई हामीले युएई सरकारलाई धन्यवाद पनि भयो। र उहाँहरू रिहाई 128 नेपालीलाई दुबई युएईले रिहा गर्यो भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक राख्यो पनि। अब 128 जना आज बाहिर हुनुहुन्न कसैले अस्ति 128 जना त रिहा भनेको थियो परराष्ट्रले, उहाँहरू किन बाहिर हुनुहुन्न मेरो प्रश्न गऱ्यो भने प्रक्रियागत प्रोसेस इन्टेन्ट छ, छुट्छ भन्ने विश्वास हो, तर फेरि त्यो कानुनी रूपमा त्यो जुन प्रक्रिया हुन्छ त्यसको कारणले गर्दा कहिले कहिले महिना अथवा वर्ष पनि लाग्ने हुँदो रहेछ। त्यो प्रक्रियागत कुराहरूमा पनि हामीमाथि अननेसेसरी त्यो डिस्ट्र्याक्टिङ क्वेसन्सहरू राखेको पनि मैले देखिराखेको छु। र त्यो भित्र मैले अघि सुरुमै भने यहाँ यत्रो ठुलो सङ्गठित जालो छ, त्यसले सकेसम्म हामीलाई अप्ठ्यारोमा पार्ने, बदनाम गराउने र हामीले गरेका कामहरू को अलिअलि भएका सकारात्मक सूचनाहरूलाई पनि नकारात्मकतातिर लानको लागि एकदमै धेरै प्रयास गरेको देखिन्छ। यो कुराहरूप्रति चाहिँ मैले हजुरहरूको अलिकति ध्यान आकर्षण गराएँ।